हाई गाइज, दिस इज मी गणेश। म चाहिँ अहिले ठ्याक्कै मिन्स सहरमा छु र मिन्स सहरमा हजुरहरू आइसक्नु भयो भने त्यसपछि हजुरलाई होटल चाहियो भने हजुरले के गर्नु होला भने trip.com वेबसाइट हानेर त्यहाँबाट तपाईहरुले कुन चाहिँ सस्तो छ भनेर चेक गरेर त्यहाँ चाहिँ देखाएको हुन्छ सस्तो होटलहरु अनि रेटहरु देखाएको हुन्छ र तपाईहरु त्यसरी अनलाइनबाट बुक नगरे पनि त्यो चाहिँ ठ्याक्कै त्यो होटलको नाम चाहिँ यहाँ चाहिँ एन्डेक्स भन्ने एउटा एप हुन्छ ट्याक्सीको, जस्तै हाम्रो नेपालको जस्तो पठाओ हो त्यो एन्डेक्समा चाहिँ हजुरले त्यो एड्रेस राखेर अनि तपाईलाई ट्याक्सीले यहाँ छोड्दिन्छ। त्यो छोडे बापत उलाई चाहिँ पे गर्न र त्यसपछि हजुरले सस्तोमा चाहिँ कोठा पाउन सक्नुहुन्छ। हिजो म ब्रेसबाट मिन्स आउँदै गर्दाखेरि राति भएको थियो 11:30 बजेसम्म 11:30 बजेको थियो र त्यतिबेला मैले चाहिँ अनलाइनमा चेक गर्दाखेरि सबैभन्दा सस्तो होटल भनेर त्यतिबेला trip.com भन्ने थाहा थिएन मलाई, तर सस्तो होटल गुगलमा सर्च गर्दाखेरि सबैभन्दा सस्तो 230 रुबलको कोठा चाहिँ पाएको थिएँ मैले र 35 रुपैयाँको जाप्त्रको हुन्छ त्यो खाजा ब्रेकफास्ट, त्यो जोडेर 265 बराबरको रकम चाहिँ मैले दिएको एक रातको हैन। यस्तो खालको बिल यहाँ चाहिँ कस्तो हुन्छ भने यस्तो खालको बिल दिन्छ साथीहरु है। यो चाहिँ गास्टिनिसा प्लानेटा भन्ने होटल हो अनि यसमा चाहिँ हामीले चाहिँ पासपोर्ट बिना चाहिँ रुम पाउन गाह्रो हुन्छ। हामीले पासपोर्ट दियौं भने पासपोर्ट नम्बर अनुसार उले चाहिँ कति दिनको लागि चाहिने हो सोध्छ। त्यसपछि हामीले चाहिँ पे गर्ने अनि 12 बजे ठ्याक्कै चेक आउट हुनु हुन्छ। यहाँ चाहिँ नेपालको जस्तो खानाहरु त्यस्तो अर्डर गर्न केही पाउँदैन, बस्ने हो सुत्ने हो, त्यहाँ सबै कोठाहरु राम्रो व्यवस्था हुन्छ। यो चाहिँ म हिजो आउँदाखेरिको मैले पे गरेको होटलको बिल हो। झन्डै हाम्रो 265 रुबल छ। तर आज चाहिँ म घुम्दै गर्दाखेरि यहाँको बेलारुसियन साथीहरुसँग घुमियो र केही ठाउँहरु आज घुमियो, केही ठाउँ चाहिँ सकिएन, धेरै हिउँ र -11 को चिसो हैन। -11 डिग्री चाहिँ यहाँको टेम्परेचर भएको कारणले गर्दाखेरि एकदम गाह्रो अनि हिउँहरु पनि धेरै भएको कारणले गर्दाखेरि हामी चाहिँ भनेको सबै ठाउँमा जान सकेनौं र सबै साथीहरुसँग पनि भेट्न सकेनौं हैन। यतिबेला चाहिँ ट्याक्सीहरुले पनि महँगो ल्याउँदो रहेछ। आज चाहिँ मैले trip.com बाट एकदम सस्तोमा चाहिँ होटल बुक गरे। अनलाइन बुक गर्ने सिस्टम थियो तर हामीले अनलाइन चाहिँ बुक गरेनौं। मैले चाहिँ trip.com बाट ठ्याक्कै साथीलाई भनेर एड्रेस निकाले। त्यसपछि मैले आज चाहिँ पे गरेको डकुमेन्ट हो यो। यो चाहिँ कति रुपैयाँको छ भने 94 रुबल 92 यहाँको कापे हैन पैसा छ। यसको मतलब यहाँको बेलारुसियन रुबल 94 रुबल अनि 92 पैसा छ हैन। हिजो मैले यति धेरै हाई अमाउन्ट किन पे गरे भने मैले अनलाइनमा चेक गरेन हैन। त्यसले गर्दाखेरि यस्तो खालको डकुमेन्ट दिन्छ। उलाई डकुमेन्ट चाहिन्छ चाहिदैन भनेर सोध्छ, मलाई चाहिँ चाहिन्छ भनेको मैले। त्यसो भएर उले चाहिँ हामीले पे गर्न मिल्छ, कार्डबाट पनि पे गर्न मिल्छ र क्याश पनि दिन मिल्छ। यसरी पे गर्यो भने हामी बेलारुसमा जुनसुकै शहरमा गएर पनि होटलहरु सस्तोमा बस्न सक्छौं हैन। हामीसँग डकुमेन्ट प्रपर रूपमा हुन्छ हैन, हाम्रो गल्ती हुँदैन। हामी चाहिँ किनभने हामीले पे गरेको हुन्छ, हामीले यो स्लिपहरु ल्याउन जरुरी छ। र आज मैले पे गरेको होटल कस्तो छ त हैन, कोठा कस्तो छ त, यो चाहिँ हाम्रो लागि एकदम बेस्ट नै हो। यो चाहिँ 2 वटा बेड छ। यो चाहिँ बेड, त्यसपछि यो चाहिँ लकर अनि त्यसपछि यो चाहिँ टिभी र यहाँ चेयरहरु छ, पानी तताउने भाँडोहरु पनि छ, गिलासहरु राखिएको छ। त्यसपछि यहाँ चार्जरहरु राखिएको छ। यस्तो खालको छ हैन। हामी सकभर बेलारुसमा हुनुहुने दाजुभाइहरु एउटा शहरबाट अर्को शहरमा घुम्न जाँदाखेरि विशेष रूपमा हजुरहरुलाई काम लाग्ने
भएको कारणले गर्दाखेरि मैले देखाउन गइरहेको छु। यसमा चाहिँ डकुमेन्टमा मेरो नाम छ हैन, यहाँ चाहिँ मेरो नाम छ अनि जुन होटल हो होटलको छाप हुन्छ। त्यसले गर्दाखेरि हामी जुनसुकै ठाउँमा जाँदाखेरि पनि अहिले बेलारुस अनलाइनको सिस्टममा जानुभयो भने एकदम सस्तोमा पर्नुहुन्छ है। ल साथीहरू, हामी बेलारुसका भएका नेपाली साथीहरू हामी बेलारुसमा भएका नेपाली साथीहरूमा नलेजहरू सेयर गरौँ र एक अर्कामा सहयोगको भावना राखौँ है साथीहरू। अनि त्यसपछि दुःख पाइन्न। हामी सबै नेपालीहरू पैसा कमाउन आएको एक सहरबाट अर्को सहर घुम्न जाँदाखेरि हामीले अपनाउनु पर्ने चाहिँ यो कुराहरू चाहिँ राख्यो भने राम्रो हुन्छ। हस् त, नमस्कार।